म अहिले शहीद भूमि गाउँपालिका वडा नम्बर 3 को सिरवानी खोलामा बाइकमा चढेर आइपुगेको छु। यो खोला चाहिँ सिरवानी खोला भन्छ। यो खोलाबाट हामी पैदल हिँड्नु पर्थ्यो। यो खोलाको बाटो एकदमै अप्ठ्यारो थियो। म स्कुल जाँदाखेरि हिँड्ने बाटो पनि यही थियो। यहाँबाट आदर्श मावि स्कुल हिँडेर जान्थ्यौँ। तर अहिले यो खोला हिँड्न पर्दैन। धेरैजनाले विकास भएन भन्छन्, तर अब यस्तो अनकन्तर ठाउँमा पनि रोड आइपुगेको छ। यो रोड हेर्नुहोस्, यो 2-3 साल अगाडि हाम्रो भाइहरूले, यहाँको स्थानीय भाइहरूले खनेको, यो गाउँपालिकाको बजेट र स्थानीय स्रोत व्यवस्थापन गरेर खनेको रोड यो खनेको छ। यस्तो राम्रो रोड खनेको छ। म यो खोलाको बाटो यो सजिलै गरी हिँड्न सक्ने गरी बनाएको छ है। साह्रै राम्रो लाग्यो। ल यो खोलाको बाटो यस्तो सिधा बनाएको छ। खोला तल छ, यसको यहाँ माथि छ। यो 12 महिना सञ्चालन भयो भने साह्रै राम्रो हुने थियो। यो माथिबाट आएको खोला सिरवानी खोला हो। म मेरो घरबाट ठ्याक्क यहाँनिर 1 घन्टा 30 मिनट लाग्थ्यो हिँडेर जानलाई। म ट्याक्कै 15 मिनटमा यहाँ आइपुगेँ बाइकमा। अब यो चाहिँ खानी खोला है, म अहिले देखाइरहेको छु। यो खानी खोला, यो ऐतिहासिक खोला छ। यो इतिहास निर्माण गरेको खोला हो। र यो खोलामा चाहिँ यता यो भित्रमा एउटा प्वाल छ। यहाँ चाहिँ खानी, तामाको खानी निकालेको भनेर भनाइ छ, तर हामीले देख्न पाएनौँ। र यो माथि देखिएको ठाउँ छ, जुन ठाउँ चाहिँ 2036 सालको छिन्ताङ काण्ड, खोको छिन्ताङ काण्डमा शहीद भएका बलबहादुर खत्री र भैरव खालिङ राईलाई मारिएको ठाउँ हो। र उहाँहरूलाई यस ठाउँमा सद्गत गरिएका छन्। उहाँहरू राष्ट्रिय शहीद हुनुहुन्छ र उहाँहरूप्रति मेरो यो तर्फबाट हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।